यहाँ उपस्थित हुनुभएका तपाईँ यो खबरदारी ल्याएका एवं हाम्री छोरी इनिसाको न्यायको पक्षमा उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण न्यायप्रेमी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू एवं सुरक्षा फौजका साथीहरू जसले हामीलाई यहाँसम्म सुरक्षा दिँदै यहाँ पुर्याउनु भयो र सुनिरहनु भएका सम्पूर्णलाई सर्वप्रथम त म पीडित परिवारको तर्फबाट यो पीडित समितिको तर्फबाट सबैलाई म नमस्कार भन्न चाहन्छु। आदरणीय न्यायप्रेमी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी आक्रोशित पनि छौँ, हामी अत्यन्तै भावुक छौँ, हामीलाई पीडा छ, हामीलाई दर्द छ, हामीलाई अत्यन्तै पीडा र छटपटीले हामी यहाँ आएका छौँ। यो खबरदारी रैली हाम्रो रहरको विषय थिएन, यो हाम्रो आवश्यकताको विषय पनि थिएन, यो हाम्रो चाहनाको विषय पनि थिएन। यो त हामीलाई डर लागिरहेको छ, हामीलाई विश्वास लागिरहेको छ, कतै न्यायालयले कतै प्रशासनले हामी माथि कतै कुठाराघात गर्ने त होइन भन्ने हामीलाई डर लागिरहेको छ। तसर्थ त्यसै कारणले आज हामी यहाँ खबरदारी सभा गर्न आएका छौँ, खबरदारी रैली गर्न आएका छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी यतिखेर हाम्रो परिवार आक्रान्त भएको छ। यो घटना अहिले केवल वीरनगरमा मात्रै सीमित नभएर त्यसैभरि यो न्यायको पक्षमा आवाज बुलन्द भइरहेको अवस्था छ। हाम्रो आँखाबाट आँसु खसिरहेका छन्, हाम्रो आँखाका आँसु जब अम्लार बन्ने छन्, मलाई लाग्छ हाम्रो न्यायलाई कुठाराघात गर्ने खोज्यो भने त्यो अम्लारले सबैलाई पोल्ने पनि छ। र अर्को कुरा हामी के भन्न चाहन्छौँ भन्दा कि हामीसँग प्रशासन छ, हाम्रो पक्षमा न्यायालय छ, हाम्रो पक्षमा विभिन्न तहका सरकारहरू छन्, हाम्रो पक्षमा प्रदेश सरकार पनि छ, हाम्रो पक्षमा अब बन्दै गर्ने यदि हाम्रो चाहिँ यो केन्द्रीय सरकार पनि छ। हामी आशावादी छौँ कि हामीलाई यी निकायहरूले, सरकारका विभिन्न निकायहरूले पनि एनिसा छोरीको पक्षमा आवाज बुलन्द गर्नेछ। तर विडम्बना के भयो भन्दा आज हामीले सुन्यौँ 23 गते घटेको घटना आज करिब 5 दिन भइसक्दा पनि कुनै पनि तहको सरकारले हामीलाई संवेदना दिन आएन। हामी माथि हाम्रो न्यायप्रति, हाम्रो चाहनाप्रति अथवा हाम्रो न्यायको पक्षमा कसैले पनि के भइरहेको छ, कसो भइरहेको छ भनेर हामीलाई सान्त्वना दिने आउने स्थिति बनेन। हामीले सुनेका छौँ कि हामीले अभिभावक ठानेका सरकारका प्रतिनिधिहरू आएर आज हामीले भन्दै गरे कि यो लास कहिले उठाइनेछ, कि लासको दाह संस्कार कहिले गरिनेछ। हामी खबरदारी गर्छौँ, हामी छोरीको न्याय चाहिएको छ। हामीले चाहेका थियौँ कि तपाईँहरूलाई, चाहेका थियौँ कि पीडित परिवारको घरमा आएर हाम्रो आमाको आँसु पुछेर उनले सोध्नेछन् कि तिम्रो छोरीको न्याय हामी गर्नेछौँ, तिम्रो न्यायको पक्षमा हामी आवाज बुलन्द गर्नेछौँ र हाम्रो सरकारको तर्फबाट, हाम्रो निकायको तर्फबाट कुनै पनि कसर बाँकी रहने छैन भन्ने आश्वासन पाउने थियौँ भन्ने हामीले विश्वास गरेका थियौँ। विडम्बना के भयो भन्दा त्यसो हुन सकिन। हामी जबसम्म एनिसा विकको न्याय हुँदैन तबसम्म हामी दास संस्कार गर्ने छैनौँ। र अर्को कुरा दिदीबहिनीहरू, म के भन्न चाहन्छु कि यो एनिसा विक केवल हाम्रो छोरी मात्र होइन, यो आज त्यसैभरि छोरी भएको हुँदा, सम्पूर्ण आमा बुवाको छोरी भएको हुँदा सबै आमा बुवाहरूलाई एकचोटि लामबद्ध हुनुहोस्, रचनात्मक खबरदारीको आह्वान पनि गर्न चाहन्छु। भन्दै तपाईँहरू नथाक्नुहोस्, तपाईँहरू नगर्नुहोस्, निरन्तर रचनात्मक खबरदारीको लागि अगाडि बढ्दै जाउँ। जबसम्म न्याय हुँदैन, जबसम्म हामीले न्याय पाउँदैनौँ, तबसम्म हामी थाल्ने छैनौँ। म यति कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु। नमस्कार। धन्यवाद।